दिनदिनैलाई इङ्ग्लिसमा डे बाई डे भनिन्छ। बिस्तारै बिस्तारैलाई इङ्ग्लिसमा बिट बाई बिट भनिन्छ। साथसाथैलाई इङ्ग्लिसमा साइड बाई साइड भनिन्छ। लगातारलाई इङ्ग्लिसमा ब्याक टु ब्याक भनिन्छ। कहिलेकाहीँलाई इङ्ग्लिसमा अन एन्ड अफ भनिन्छ। ठिकठाकलाई इङ्ग्लिसमा सो सो भनिन्छ। कसमलाई इङ्ग्लिसमा स्वेयर भनिन्छ। स्वाभाविकलाई इङ्ग्लिसमा क्याजुअली भनिन्छ। अहिलेसम्मलाई इङ्ग्लिसमा एज अफ नाउ भनिन्छ। वास्तवमालाई इङ्ग्लिसमा इन्डिड भनिन्छ। जेसुकै होस्लाई इङ्ग्लिसमा एनिवे भनिन्छ। लगातारलाई इङ्ग्लिसमा बिन्जिङ भनिन्छ। अत्याधिकलाई इङ्ग्लिसमा टु मच भनिन्छ। उधारोलाई इङ्ग्लिसमा ब्रो भनिन्छ। झर्को लगाउनुलाई इङ्ग्लिसमा एन्नोय भनिन्छ।